महेशजीले स्टार मार्क लागेको प्रश्न हल गर्नै तरिका सिकाउनु भएको छ। प्रश्नको सन्दर्भ यामासिता र सुमिसु बीचको कुराकानी छ। यामासिता: सुमिसुजी, आज बिहान तपाईले के गर्नुभयो? सुमिसु: पुस्तकालय ड्याश ड्याश स्टार मार्क ड्याश गएको थिएँ। उपलब्ध विकल्पहरू: 1. कारिनी सापट लिनका लागि। 2. ए पार्टिकल तिर मा। 3. ओ पार्टिकल वस्तुको पछाडि लाग्ने। 4. होन किताब। वाक्य मिलाउने तरिका: महेशजीले सिकाए अनुसार वाक्य बनाउँदा निम्न कुरामा ध्यान दिनुपर्छ। नियम 1. कतै जानु इकिमास्ता भन्दा ठाउँको नामको पछाडि ए हे पार्टिकल लाग्छ, त्यसैले तोसोकान पछि ए आउँछ। नियम 2. के सापट लिन गएको? किताब होन, त्यसैले होनको पछाडि वस्तु बुझाउने पार्टिकल ओ लाग्छ। नियम 3. कुनै काम गर्नका लागि जानु भी बेस प्लस नि इकिमासु भन्ने व्याकरण अनुसार कारी सापट लिनु को पछाडि नि लागेर कारिनी अन्तिममा आउँछ। सही क्रम र उत्तर: वाक्य यसरी बन्छ: तोसोकान 2 ए 4 होन 3 ओ 1 कारिनी इकिमास्ता। यो क्रममा राख्दा स्टार मार्क भएको तेस्रो स्थानमा विकल्प नम्बर 3 ओ पर्छ। नेपालीमा अर्थ: पुस्तकालयमा किताब सापट लिन गएको थिएँ।